हाम्रो नेपालमा जथाभावी गर्न पाइन्छ तर यहाँ चाहिँ पाइने हुन्छ फेरि यो ठाउँमा मान्छेलाई हगेको गुरु पनि बिक्री हुन्छ साँच्चीकै कुरा गरेको यहाँ पुरै सारी पनि केम 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 गर्छ यहाँको सारीहरू पनि कुकुर पनि कम गर्छ मात्र बुझ्दैन त्यो नेपाली मात्र बुझ्दैन त्यति मात्र फरक हो हैन तू समझा हाँ नहीं तू समझा नहीं हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लगमा म स्वागत गर्न चाहे है आज टक्क हाम्रो रुमदेखि बाहिर चल्दैन थालेको अनि रुमबाट चाहिँ बाहिर निस्किन्छु के अरे उस गर्ने होला नि चाबी लगाउने होला नि चाबी त लगाउनु पर्छ ए चाबी चाहिँ म बोलाउनु भयो मेरो चाबी चाहिँ यता चाबी यो चाहिँ ढोकाको साइकलको लक यो चाहिँ यो ढोकाको यो चाहिँ साइकलको लक यो पनि साइकलको लक त्यो पनि ढोकाको यो चाहिँ पावर ब्याङ्क यो एसीको यो पढ्न चाहिँ हरेक पढ्नुपर्छ यहाँ त्यही भएर चाहिँ यो चाहिँ सुत्ने बेड है माथि मेरो चाहिँ यो बेड हो चाहिँ सामान राख्ने ठाउँ है बाहिर चाहिँ आज एकदमै यहाँ चुई देख्ने छ त्यसैले ख्याल गरिदिनुहोस् होला यो त किन अरे त थाकेको नहुने हौ भित्र चाहिँ साथीहरू एकदम गर्मी छ होइन बाहिर चाहिँ चिसो भएर चाहिँ मैले यस्तो कपडा लगाइदिएर आइदिएको अनि मेरो साइकलहरू चाहिँ यहाँ छ हेर्न सकिन्छ मेरो साथी चाहिँ मेरो साथी हुनुहुन्छ है तँ दाछी ओके ल राम्रो सुन्छ हौ साथी है एकदम राम्रो छ फेरि केटाहरू सिलङ्गन केटाहरू म बस्ने चाहिँ यस्तो है अपार्टमेन्ट चाहिँ देख्न सकिन्छ होइन चाहिँ न्यु गएको चाहिँ है यो आमामामामा यो भ्यू हेर्नु त यस्तो ठाउँमा बस्न पाउनु पर्छ नि त होइन कस्तो बुढोहरूले यो चलाउँछ कि फेरि गाडी होइन कस्तो राम्रो चलाउँछन् राम्रो देखिनुपर्छ साथीहरू देख्न सक्नुहुन्छ एरिया है साइली म बोलेको जापानिजहरूले बुझ्दैन जापानिज बोलेको चाहिँ मैले बुझ्दिनँ हेलो गर्छ त्यो गाडीवालाले मैले पनि हेलो गर्दाखेरि किरै देश नै भन्छन् तिनीहरूले हामीले चाहिँ किरै जानै देश भन्नुपर्छ हो समझ रहे हो आप समझ रहे हो मेरो घर नजिकै चाहिँ यस्तो राम्रो पार्क छ देख्न सकिन्छ है टक्क लाएर यहाँ चाहिँ जुरेलाहरू बस्छ यहाँ पुरै सारी पनि केम 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 गर्छ यहाँको सारीहरू पनि कुकुर पनि कम गर्छ मात्र बुझ्दैन त्यो नेपाली मात्र बुझ्दैन त्यति मात्र फरक हो हैन कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम टुकुर पनि टुकुर कुर गर्ने है छ होइन हो त्यही हो तिनीहरूले चाहिँ नेपाली बुझ्दिन्न होला समस्या चाहिँ त्यति हो अरू चाहिँ एकदम राम्रो छ साथीहरू गाडीबाट फेरि सबैले हेर्छन् कि राम्रै कस्तो नेपाली हो कि को हो भनेर खतरा तरिकाले हेर्छन् कि यहाँ जापानिजहरू चाहिँ खतरा हुन्छन् फेरि केही हुन्न यहाँ चाहिँ यस्तो राम्रो छ यहाँको घरहरू चाहिँ हेर्नु त म बस्ने चाहिँ पुरै गाउँ हो फाँटै फाँट छ पुरै बिजोग छ यहाँ काम पनि पाउन गाह्रो छ होइन यहाँ चाहिँ पार्क छ यस्तो राम्रो पार्क छ हेर्नु गाह्रो छ साथीहरू यहाँको चाहिँ एउटा विशेषता चाहिँ एउटा छुट्टै उस छ म चाहिँ त्यो पछि भन्छु ल एकछिन पछाडि फुलहरू चाहिँ कस्तो राम्रो रहेछ कि यहाँ फुलहरू होइन अब यहाँ चाहिँ भेन्डिङ मेसिनको नजिक आएको छौँ हामीले यहाँ कसरी किन्ने भने पनि थाहा छैन फेरि यहाँ चाहिँ फुलहरू यस्तो राम्रो रहेछ यहाँनिर ओहो नि यहाँ चाहिँ यो भेन्डिङ मेसिन छ होइन यहाँ चाहिँ भिडियो बनाउन मिल्दैन थाहा छैन तर कसरी चाहिँ यो गर्न मिल्छ थाहा छैन अब हामीले किन यस्तो क्या नि यस्तो छ गाउँहरू होइन हेर्नु त कस्तो राम्रो ठाउँ छ अझै अगाडि जान्छु म अगाडि देखाउँछु है बवाल ठाउँ छ यहाँ व्यवस्था फेरि यस्तो राम्रो छ नि होइन अब त्यो गाडीहरू चाहिँ त्यहाँ हिँड्छ ती यो चाहिँ हामी राखेको चाहिँ यो फेरि उसो के अरे साइकल हिँड्ने यो चाहिँ फुटपाथ यो यहाँ चाहिँ मान्छे हिँड्नुपर्छ अब साइकलहरू पछाडिबाट आउँछ उसो गर्छ अनि त्यो भएर चाहिँ गाह्रो हुनेको भएको छ साथीहरू है देख्न सकिन्छ वरिपरि यहाँको जापानिजहरू फेरि यस्तो धनी हुने कि साथीहरू हेर्नु
पुरै होइन पुरै कारमा हिँड्छ कि पुरै कार हेर्नमा यो ठाउँमा कार नभएको त कसैको पनि छैन कि सब हेर्नु कति कार छ कति कार आम्मामा कार चाहिँ फ्याक्ट्री छ भनेर पुरै पित्री परेर बसेको नि यहाँ कार पुरै यो चाहिँ ठुलो फ्याक्ट्री हो होइन यहाँ मैले काम पाउन भए कति आनन्द आउँथ्यो होला हामी त साइकल गट 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 कुदाउने हो पुरै अब यहाँ चाहिँ कार चाहिँ एकदम सस्तो पाउँछ फेरि यहाँ जिदौस्याको एउटा कम्पनी छ होइन कार बन्ने उस चाहिँ अनि त्यो उसले भएकोले चाहिँ यहाँ धेरै होइन 1 महिना 2 महिनाको स्यालेरीले चाहिँ कार किन्न सकिन्छ है त्यही हो सस्तो छ एकदमै अनि एउटा हाम्रो नेपालमा आइफोन किने बराबर चाहिँ कार किन्न सकिन्छ यहाँबाट लाँदाखेरि चाहिँ कस्ट धेरै लाग्ने भएको भएर ट्याक्सहरू धेरै तिर्न पर्ने भएको भएर चाहिँ महँगो पर्ने हो नेपालमा अनि यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ है देख्न सक्नुहुन्छ चिल पारेको छ बस्नलाई चाहिँ तर काम चाहिँ पाउँदिनँ है यो ठाउँमा चाहिँ नआउनु होला भन्न चाहे म विनम्र अनुरोध गर्न चाहिँ अब हजुर आउनुभयो भने हामीसित एकचोटि सल्लाह गरेर आइदिनु होला ओके यस्तो राम्रो राम्रो फलेको गाउँ हेब्बा नि म त हेर्दै दङ्ग भइसकेँ यस्तो पनि कहाँसम्म पुग्ने छ आज हामी अब हामी चाहिँ वहाँ पारीसम्म जान्छौँ होइन त्यहाँ एउटा बोर्ड लेखेको छ त्यहाँसम्म पुग्छौँ अनि त्यहाँ चाहिँ के कसो छ हेरौँ आज नडुल्न पनि डुल्लेको छैन खासै अनि यहाँ चाहिँ यसो कम्पनी होइन भने चाहिँ यस्तो काम साम पाइयो भने लाग्न होला भन्ने कुरा छ अनि हिजो चाहिँ यहाँ कम्पनी चाहिँ बिदा थियो भने बिदा होइन अनि गोल्डन विक चल्यो अनि आज चाहिँ यदेखि चाहिँ चलेको भएर यहाँ चाहिँ कारहरू मस्तै देख्न सकिन्छ यहाँ फेरि कारहरू राखेको पनि पैसा तिर्नुपर्छ फेरि यसरी यो पार्किङ गरेको चाहिँ पैसा 100 रुपियाँ 200 रुपियाँ लाग्छ घन्टाको हिसाबले हेरी हुन्छ है यो ठाउँको फेरि खास कुरो भने के भने यहाँ हाम्रो नेपालमा जथाभावी गर्न पाइन्छ तर यहाँ चाहिँ पाइने हुन्छ फेरि यो ठाउँमा मान्छेले हगेको ग्रुप पनि बिक्री हुन्छ साँच्चीकै कुरा गरेको आज चाहिँ मैले प्लास्टिक माउ गरेर त्यहाँ कुरियर गरेर पठाइदिएँ 100 रुपियाँको टिकट काटेर यस्तो हुन्छ यो ठाउँ भनेको चाहिँ यस्तो हुन्छ अनि त्यो भएर चाहिँ विकसित छ है यो ठाउँ देख्न सक्नुहुन्छ यस्तो व्यवस्था अनि कसरी हुन्छ त नि हाम्रो नेपालमा पनि अब त्यो गुलाई चाहिँ व्यवस्थित गर्न पर्यो साथीहरू हाम्रो बालेन सरकारलाई चाहिँ यहाँबाट टक्क लाएर त्यो गुलाई पनि व्यवस्था गराउन पर्यो गाडी स्टार्ट कर कम्पनीको यत्रो पार्किङ यत्रो छ भने चाहिँ कम्पनी कत्रो होला यार आम्मामा म त हेर्दै दङ्ग परेँ साथीहरू अब यहाँ यो गहुँ काट्ने बेला यसो हामीलाई राखे पनि हुने हेर्नु त पक्कै पनि यो यहाँ मात्र हुनपर्छ यार चाहिँ यहाँ मात्र कम्पनी होइन भने चाहिँ यसो अब गएर सर्च गरेर गर्नु पर्ला यसो काम पनि पाइयो छैन यो ठाउँमा खरि यार यत्रो गाडी लिएर हिँड्छन् भक्की भक होइन फुटेको आँखाले हेर्दैन यार फुटेको आँखाले यसो हेरेर यसरी पार्दैन हुने हामी एकचोटि जिरिक कहाँ पारेपछि खुसी त हुन्थ्यौँ कमसेकम नेपाली गिद्धहरू यस्तरी पारिदिएपछि हामी खुसी भइहाल्छौँ फेरि यहाँको घरहरू यस्तो डिजाइनिङले बनेको छ नि आम्मामा यहाँनिर यस्तो घरहरू छ नि यहाँनिर यहाँदेखि यो पाखानु ल साथीहरू अँधेरो भइसक्यो होइन त्यो भएको भएर चाहिँ हाम्रो यात्रा चाहिँ यहीँसम्म भयो यस्तो राम्रो ठाउँ छ देख्न सक्नुहुन्छ है अनि यहाँदेखि चाहिँ हामी फर्केको अब जान पर्ने चाहिँ वहाँ तल लाइट बलेको ठाउँमा धेरै नै टाढा त्यो भएर चाहिँ हामी फर्किएको अब चाहिँ हामी फर्किन्छौँ मेरो भिडियो चाहिँ हजुरलाई के कस्तो लाग्यो त लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला है अनि अबको आउने दिनहरूमा चाहिँ सायद मेरो क्रस फायरबाट चाहिँ भिडियोहरू आउनेछन् 20 लाखको मैले क्रस फायर किनेको छु है त्यो पनि
देखिसक्नुभयो होला हजुरहरूले, कतिपयले देख्नु भएको छैन होला, मैले भिडियो चाहिँ बनाएको छैन, देख्नु भएको छैन पक्कै पनि, छिटै नै देख्नुहुनेछ। मृत्युञ्जयको लागि हामी अब बिदा हुन्छौँ, टाटा।